सो हेलो गाइज गुड मर्निङ सबैजनालाई। सो गाइज अहिले चाहिँ हामी हाम्रो फर्स्ट इयरको रिजल्ट पनि आइसकेको छ। सो रिजल्ट आएर सुनेर होइन गाइज अहिले चाहिँ म टक्क स्कुटीमा बसेर अहिले चाहिँ कलेज जानु लाग्यो। यो चाहिँ एकदमै हरियाली दृश्य चाहिँ सुन्दर जलको हो। एकदमै अहिले चाहिँ एकदमै बबाले रहेछ होइन, दृश्य पनि एकदम दामी छ। आदर्श अनि कस्तो लागिरहेको छ यस्तो रमणीय दृश्यमा रमाउनु पाउँदैछ तिमी होइन, कस्तो लागिरहेको तिमीलाई? के छ भाइ, कता हो घर तिम्रो? ल है त ल हल्का सानो सानो हजुर के अन्टु ब्लक टक्क भाइ ल है। कता हो बस्ने तिमी? ल भाइ यस्तो धेरै त छैन भाइ मेरो पनि है, भर्खर भर्खर हो। तिम्रो पनि छ कि के अन्टु के एन क्यापिटल टु को भाइ ल टक्क ल भाइ है ल भेटेर खुसी लाग्यो। ल भाइ ल भाइ ल टक्क टिकटहरू काटेर अहिले यहाँ केटाकेटीहरू चलिरहेछ होइन। यहाँ हेर न यहाँ टिकटहरू काटिरहेको दाइहरूले। यहाँ तल टिकट काट्नु ठाउँ काउन्टर हो, यहाँनिर टिकट हामीले चाहिँ बाइकहरू यहीँ राखेर जानु लाग्यो, माथि हिँड्दै जानु लाग्यो यहाँबाट। सो यिनीहरूले डिउ हालेर एक्सट्रिम बनाएर खान्छ, सान छुट्टै छ नि फेरि यिनीहरूको हालेर चाहिँ होइन। एक्सट्रिममा यस्तो ब्रान्ड बनाएर खान्छ कि यिनीहरूले फेरि छुट्टै छ नि यिनीहरूको सान। 100मा 30 रुपियाँको काम गर्ने खाले हो यिनीहरू। कहाँसम्मको यात्रा हो? अहिले चाहिँ हामी हाइकिङ जानु लाग्यो, आज शनिबार हो। अनि अहिले हामी चाहिँ कागेश्वरी गएर त्यसपछि मणिचुर हुँदै हाम्रो हाइकिङ त्यहाँसम्मको। सो गाइज अहिले चाहिँ हामी हिँड्दै हिँड्दै अन्धश्री खेल्न लाग्यो। सो हाम्रो पालोमा चाहिँ 6 आइसकेको छ। माया छ पक्कै भन्देऊ सम्झेर आउनेलाई, होइन माया छ पक्कै भन्देऊ बिर्सेर जानेलाई। लाई इबाट भन् त आदर्श त भन्न त भन्न तेरो तामाङ गीतका पास भने पास गर्न हैन। इशाराले बोलाउनु पर्दैन, माया भएल डराउनु पर्दैन। सो हेलो गाइज अहिले चाहिँ हामी कागेश्वरी जानु लाग्यो, हाम्रो कागेश्वरीसम्मको यात्रा हो अहिले चाहिँ। सो गाइज अहिले चाहिँ हाम्रो यात्रा करिब करिब सकिन लागिसक्यो। अनि सो हाम्रो अब 10 मिनट जतिमा चाहिँ हाम्रो कागेश्वरी पुग्नेवाला छ हामी। कस्तो लागिरहेको छ तिमीलाई अहिले? अनि कस्तो भइरहेको छ तिम्रो यस्तो यो होइन धेरै पछि हामी हरियाली ठाउँ हिँड्दैछ नि त यस्तो बाटोमा? यस अफ कोर्स। कस्तो लाग्यो तिमीलाई? हामी एक्जाममा पनि पास भएर नि घुम्न आएको आज। आज एक्जामको खुसीले रिजल्टहरु पनि एकदमै राम्रो भयो। सो गाइस अहिले चाहिँ हामी करिब करिब कागेश्वरी मन्दिर पुग्न लागिसक्यो हेरेर। सो हामी चाहिँ सबैजना पास भएछ यहाँ भएको जति, त्यही भएर चाहिँ हामी एकदमै सबैजना पास भयो नि त हामी यहाँ। ल कङ्ग्रेचुलेसन यार पास भयो। जिपे कति आयो तिम्रो? 4.11 मात्र हो। तिम्रो कति आयो? 5.12 ले भन्दिहाल्यो नि, उले भन्न सक्छ। 500 छ भने उसको 5.12 क्रस भयो लिमिट 500 टोटल मार्क्स चाहिँ 500 छ अनि त्यसपछि 600 ल्यायो कि। अनि यसको चाहिँ यसको सोध्न यसको चाहिँ 4.12 तिम्रो मात्रै किनभने मेरो 4.11 हो। माथि फाइनल्ली हामी चाहिँ कागेश्वरी मन्दिर आइपुगिसक्यो। सो यहाँनिर चाहिँ नेपाली सेना उपत्यका प्रहरीले बनाएको रहेछ। सो यो चाहिँ एकदमै बबाल छ यहाँनिर। यो मन्दिर चाहिँ एकदम शक्तिशाली शिवको मन्दिर हो जस्तो लाग्यो मलाई चाहिँ। खालखालमा आइपुग्यो यहाँनिर चाहिँ। सो कस्तो लागिरहेको तिमीलाई अहिले? मलाई एकदम रमाइलो लागिरहेको छ। मैले सोचेको पनि थिएन आज यात्राको क्रममा यहाँ आइन्छ भनेर होइन, सोचेको पनि थिएन। भगवानले यहाँ सोचेको पनि थिएन हामी त। हाम्रो यात्रा बिनाकै आएको थियो, टक्कै यहाँ आइपुग्यो। यहाँ मन्दिरहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। यो ट्याक्कै यो मुनिबाट चाहिँ झरना बगिरहेको छ, माथि मन्दिर रहेछ कि तपाईँहरू शिवको मन्दिर मूर्ति यो के अरे चित्रहरू पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। यसमा कस्तो कस्तो भयो तिमीलाई यहाँ मन्दिरमा भगवान भएरमा आइपुग्यो तिमी?
म त मनदेखि म एकदम धेरै खुसी छु। घाम धन्यवाद तिमीले भगवानलाई भनेपछि मलाई भन्दै त नि भगवानलाई मैले लिएर आएँ तिमीहरूलाई तिमीलाई पनि भन्छु तर भगवानलाई भन्दा थोरै तर तिमीलाई हामीले लिएर मैले यस्तो होइन तिमीहरू रोड जानु भने चाहिँ मैले यताबाट जाउँ र मन्दिर पनि पुग्छ भनेर लिएर आएँ नि त अनि हो तिमीलाई पनि मनदेखि हृदयदेखि धन्यवाद तर भगवानलाई भन्दा थोरै कम भगवानलाई धेरै धेरै धन्यवाद।